28 घन्टा रुल्समा काम गर्नुपर्ने हुन्छ। त्योभन्दा धेरै काम गरेर नि भोलि के समस्या आउँछ भन्दा तपाईँको भिजा रिन्यू हुँदैन है, डिपोर्ट घर जानुपर्ने हुन्छ। अब भिजै नदिएपछि त घर जानु पऱ्यो। कति प्राय ठाउँमा चाहिँ अब गएकोहरूमा चाहिँ डिपोर्ट गरिदिएको पनि छ है। फेरि एकदम रुल चाहिँ फलो गर्नुपर्ने हुन्छ। कतिजना घर गइसक्नु भएको छ। मेरै पनि र आजको भिडियो चाहिँ मेन स्टुडेन्टको बारेमा रहन्छ। नेपालबाट जापानमा स्टुडेन्टमा आउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो पक्कै पनि तपाईँलाई हेल्पफुल रहनेछ। र आज म सधैँको मेरो साथीसँग म आजको यस भिडियो बनाउन गइरहेको छु। सो धेरै समय पछाडि वेलकम छ आजको यस भिडियोमा। हस्, धन्यवाद। हामी धेरै पछाडि हामी यो भिडियोमा तपाईँलाई इन्फर्मेसन दिनको लागि आइरहेको छौँ। र अब म डाइरेक्ट विषयवस्तुतिर जान गइरहेको छु। सो नेपालबाट थुप्रो स्टुडेन्टको जिज्ञासा रहेको छ, जापानमा चाहिँ एज अ स्टुडेन्ट भएर आइसकेपछि कति वर्ष पढ्नुपर्ने हुन्छ र कति वर्षपछि वर्किङ हुन्छ भनेर थुप्रो जिज्ञासा रहेको छ। यसमा के भनिदिन्न? अब स्टुडेन्ट भिजामा आएको स्टुडेन्टहरूले चाहिँ अब नियोङ्गाको 2 वर्ष मिनिमम हुन्छ। कुनैको 21 महिना, कुनैको 18 महिना हुन्छ, 2 वर्ष लाग्ने हुन्छ। त्यस पछाडि अब तपाईँको यहाँ सेमङ्गाको भन्छ। सेमङ्गाको चाहिँ कि 2 वर्षको पढ्यो 3 वर्षको नि हुन्छ, या दाइगाको 4 वर्षको हुन्छ। कि 2 वर्ष कि 4 वर्ष लाग्ने हुन्छ। अब ब्याचलर सकेर आउनुभएको छ भने चाहिँ अब तपाईँले नियोङ्गाको पढ्दा पढ्दै चाहिँ वर्किङमा चेन्ज गर्नु पाउनुहुन्छ। भनेपछि टोटल इयर भनेको चाहिँ जस्तै अब निहोङ्गाको इन्टेक अनुसार पनि भयो होइन। 2 वर्ष भयो भने चाहिँ सेमङ्गाको पनि जानु पऱ्यो र दाइगाको पनि जानु पऱ्यो। भनेपछि अराउन्ड यदि सेमङ्गाको भनेको भोकेसनल स्कुल हो, यदि तपाईँ त्यहाँ पढ्नु भने 4 वर्ष पछाडि वर्किङ हुने भयो। र दाइगाको भनेको जुन युनिभर्सिटिज हो त्यसमा पढ्नुभयो भने चाहिँ यता 4 वर्ष हुने भयो है। भनेपछि त्योमा 6 वर्ष पछाडि वर्किङ हुन्छ। र थुप्रो स्टुडेन्ट पनि अलिकति कन्फ्युजमा हुनुहुन्छ। मलाई थुप्रो मेसेज पनि आइरहेको हुन्छ कि जापान आउँदा चाहिँ स्टुडेन्ट भिजामा आउँदाखेरि चाहिँ हामीले +2 गरेर आउँदा बेटर हुन्छ कि ब्याचलर गरेर आउँदा बेटर हुन्छ भनेर थुप्रोले सोध्नुहुन्छ क्या। यसमा के भनिदिन्न? अब बेटर त सबैभन्दा राम्रो त होल वाइड नै अब ब्याचलर गरेको सबैभन्दा राम्रो हुन्छ। अब तपाईँको इन्टेन्सनली अब म +2 सक्छु जान्छु नि भन्दाखेरि पनि राम्रो छ, नराम्रो होइन, दुइटै पक्षको छ। तर बेनिफिटको आधारमा चाहिँ ब्याचलर सबैभन्दा राम्रो हो। किनकि यहाँनिर आए पछाडि चाहिँ अप्सनहरू धेरै हुन्छ, वर्किङ गर्न छिटो पाउँछ, अब तपाईँहरूको टाइम पनि सेभ हुन्छ भन्ने कुरा हो। र मेन अर्को मलाई धेरै सोध्ने क्वेसन चाहिँ डिपेन्डेन्ट चाहिँ कहिले ल्याउन सकिन्छ? अब डिपेन्डेन्टको केसमा तपाईँले वर्किङ गरेको अब 1 महिना, 2 महिना, 3 महिना, त्यो त अब कम्पनी अनुसार, डकुमेन्ट अनुसार, टाइम अनुसार हुन्छ। जस तपाईँले मिनिमम पनि सोच्नु 3 महिना प्लस भए पछाडि के अरे डिपेन्डेन्ट एप्लाई गर्नु पाउनुहुन्छ भनेर बुझ्दाखेरि सबैभन्दा बेस्ट हुन्छ। र सँगसँगै धेरै स्टुडेन्टको एउटा जिज्ञासा रहन्छ कि स्टुडेन्ट भिजामा आइसकेपछि 1 वर्षमा चाहिँ लोन तिर्न, जुन लोन भनौँ या आफूले लगानी भन्यो, त्यसमा उठाउन सकिन्छ कि सकिँदैन भनेर थुप्रोले सोध्नुहुन्छ क्या। तपाईँको विचारमा चाहिँ कस्तो लाग्छ? अब हामी आउँदाखेरि के अरे हामीले 2टा काम डराइ भयो भने 2टा काम गरेकी हो। त्यतिखेर अब 2टा काम गर्दाखेरि त 1 वर्षमा लगभग झन्डै तिरिसकेको थियो। अब अहिलेको सिनेरियो, अहिलेको कन्डिसन हेर्दाखेरि धेरै फरक छ। धेरै रुल्स एन्ड रेगुलेसन चेन्ज छ नि त। अब अहिले त पोलिटिकल पार्टीहरूले पनि अब रुल्स गाईको बुझिनेहरूलाई चाहिँ स्ट्रिक्ट रुल फलो गर्ने भने पछाडि त एउटा कामभन्दा गर्नु पाइँदैन। बेसिक तपाईँको एउटा कामबाट तपाईँको नर्मली 15 मान 18 मान आउँछ भने भनेको 1,50,000 1,80,000 जस्तो आयो भने अब त्यसमा खाइ बसाइ गरेर कति सेभिङ हुन्छ आफै विचार गर्नु होला। आफै क्यालकुलेट गर्दा सबै आफै बुझिहाल्नुहुन्छ त्यसमा। नर्मल चाहिँ खर्च, स्टुडेन्टको खर्च तपाईँको विचारमा चाहिँ 1 महिनामा कति हुन्छ जस्तो लाग्छ टोकियोको केसमा? अहिले हामी जुन टोकियोमा छौँ, अब अरू सिटीको अलिक स्लाइटली डिफ्रेन्ट होला, तर लगभग एउटै हो। टोकियोमा चाहिँ कति हुन्छ जस्तो लाग्छ हजुरको विचारमा? अब होस्टेलमा बस्यो भने तपाईँको एभरेज अहिले 3 देखि 4 मानसम्म होला होस्टेलमा। अब खाने अब तपाईँहरूको कन्डिसन अनुसार हुन्छ, कसरी खानुहुन्छ के गर्नु। नर्मली तपाईँको त्यही 7 मानसम्म पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। 7-8 मानले चाहिँ एकजनालाई राम्रैसँगले पुग्छ जस्तो लाग्छ मलाई। र त अब जति भर्खरै आउनुको स्टुडेन्ट होस् या नेपालमा अहिले पढ्दै रहनुभएको स्टुडेन्टहरूले जापानमा आएर चाहिँ के कुरामा ध्यान दिनु हो भने चाहिँ उहाँहरूलाई अलिकति बेटर फ्युचर हुन्छ जस्तो लाग्छ? अब सुरुमा त जापान छिरे पछाडि अब मेन भनेको भाषा नि हो। भाषा बेकार त एकदम गाह्रै छ। अब इङ्ग्लिस चल्दैन यहाँनिर, अब अलिअलि चल्छ, त नर्मली ठाउँ अनुसार हुन्छ। दोस्रो कुरो भनेको 28 घन्टा रुल्समा काम गर्नुपर्ने हुन्छ। त्योभन्दा धेरै काम गरेर नि भोलि के समस्या आउँछ भन्दा तपाईँको भिजा रिन्यू हुँदैन
है, डिपोर्ट घर जानुपर्ने हुन्छ। अब भिजै नदिएपछि त घर जानु पऱ्यो। अर्को भनेको तपाईँ इलिगल ठाउँहरूमा काम गर्नु, जस्तो पाचिङकोहरू भयो, डान्स बारहरू जस्तो भयो। गाकुले पनि कति इन्फर्मेसन दिइरहेको हुन्छ, के अरे टोमी बाइटो कि के भन्ने अहिले पनि चलिरहेको छ। यस्तो यस्तो मेन अलिक डेन्जर हुने ठाउँहरूमा चाहिँ आरुबाइतो नगर्दा राम्रो हुन्छ। पार्ट टाइम जब नगर्दाखेरि सबैभन्दा बेस्ट हुन्छ। कति प्राय ठाउँमा चाहिँ अब गाकुहरूमा चाहिँ डिपोर्ट गरिदिएको पनि छ है। फेरि एकदम रुल चाहिँ फलो गर्नुपर्ने हुन्छ। कतिजना घर गइसक्नु भएको छ। मेरै पनि अब हाम्रो साथी हाम्रो जुन एकजना साथी पनि घर जानुभयो होइन, अलिकति बढी काम देखेको कारणले। सो यो चाहिँ एकदमै केयरफुल होला यस विषयमा, किनकि यहाँ चाहिँ एकपल्ट तपाईँको जस्तै रेकर्ड भइसकेपछि बढी जुन काम नगर्नुपर्ने चाहिँ 28 घन्टाभन्दा क्रस भइसकेपछि भिजा आउने चान्स एकदम कम हुन्छ, स्पेसली टोकियोमा। मैले सेन्दाईको केसमा मेरो एक दुईजना साथीहरू हुनुहुन्थ्यो होइन, उहाँहरूलाई चाहिँ त्यो वार्निङ दिएर छोडिदिएको रहेछ कि सेन्दाईको केसमा चाहिँ। तर टोकियोमा चाहिँ इभन अहिले त सेन्दाईमा पनि टाइट भइसकेको होला त्यतिखेरको, जुन हाम्रो पालाको कुरा गरेको। अहिले त स्पेसली सुपर टाइट छ, सो बी केयरफुल हुनु होला। र मेन क्वेसन अब फाइनल टपिकमा आजको मैले यस भिडियो बनाउन खोजेको फाइनल टपिकमा चाहिँ जापानमा जुन हामीले 15-16 लाख रुपियाँ हामीले लाएर आइन्छ जापानमा। अब स्कुल सुरुमा जापानिज स्कुल भयो होइन, जापानिज स्कुलमै फेल भयो भने के हुन्छ, कि फेल हुन्छ हुँदैन, के कस्तो रहन्छ? अब हामीले पढेको बेला र अहिलेकोमा त अब अलिअलि रुल्सहरू त चेन्ज भयो होला। त्यही पनि अब तपाईँको फेल पास भन्दा पनि सुरुमा सबभन्दा प्राथमिकता भनेको तपाईँको एटेन्डेन्स हुन्छ। जापानमा चाहिँ गएकोमा चाहिँ 90+ हुनु पऱ्यो एटेन्डेन्स चाहिँ। जति थोरै भयो भोलि तपाईँलाई गाह्रो पर्दै गयो भने आफै बुझ्नुहोस्। अर्को फेल पास चाहिँ अब तपाईँको जापान आएको पहिलो दोस्रो दिनमै तपाईँको गएकोमा चाहिँ स्किल टेस्ट जस्तो एक्जाम हुन्छ। तपाईँको कतिको पढ्नु भएको छ के छ भनेर सुरुमा एक्जाम हुन्छ। एक्जाम अनुसारको क्लासहरू डिभाइड हुन्छ, डे या मर्निङको सिफ्टमा चेन्ज हुन्छ। अनि तपाईँको 1 महिना या 2 महिना 3 महिनामा चाहिँ एक्जामहरू भइरहन्छ। एक्जामहरूमा पास फेल भन्ने हुन्छ। तर अहिलेसम्म चाहिँ फेल भएर नेपालै पठाइदिने भन्ने केस चाहिँ छैन। अब गएकोले डर देखाउँछ तपाईँ पास हुनुपर्छ, पास भएर राम्रोसँग गरे त तपाईँकै राम्रो हो नि, तपाईँहरूकै लागि भनेको हो नि त त्यो त। पास हुनुपर्छ। अब जति तपाईँहरूले पढ्दै राम्रो भने क्लास माथि जान्छ। अनि तपाईँहरूलाई त्यो पास गरे बाबत कति गएकोमा चाहिँ हाम्रो गएकोमा पनि 1 मान प्रेजेन्ट दिन्थ्यो कि, अनि 90% हुनेलाई प्रेजेन्ट दिन्थ्यो। अनि गएकोको सोचेको हुने बेलामा चाहिँ तपाईँको 2-3 मान चाहिँ एक्स्ट्रा पैसाहरू गिफ्ट दिन्थ्यो कि। राम्रो स्टुडेन्टहरूलाई त्यसरी पनि दिन्छ कि भन्नु कुरा। त्यसरी चाहिँ फरक पर्ने हुन्छ। सो नर्मली मेरो स्कुलमा पनि त्यही भएको थियो। स्कुलमा मेरो जापानी स्कुलमा पनि नर्मली फेल हुने भन्ने हुन्न, मेन एटेन्डेन्स हो। र तपाईँले चाहिँ गएकोमा राम्रोसँग पढ्नु हो भने चाहिँ आफ्नै लागि त हो, पछि वर्किङ गर्नको लागि एकदम हेल्प हुन्छ। सो फेल हुन्छु भन्ने माइन्डसेट बनाएर आउनुभन्दा राम्रोसँग पढ्छु भन्दा नै बेटर होला। र फेल लगभग हुँदैन, लगभग पास नै हुन्छ। सो अब जापानमा चाहिँ जुन अब अहिले हजुर जुन स्टुडेन्टमा आउनुभयो, हाम्रो अफ क्यामेरा कुरा भएको थियो है, स्टुडेन्टमा आउनुभयो, अब अहिले वर्किङ हुँदै हुनुहुन्छ है। जापान ओभरअल तपाईँलाई कस्तो लागिरहेको छ? अब जापान ओभरअल हेर्दाखेरि सुरुमा त अब गाह्रै भएको थियो। अब अहिले त बुझियो, पढियो, सबै थोक अब एक्सपिरियन्स पनि भयो। अब अहिले त ठिक लाग्छ सबै थोक। यहाँको वातावरण होइन, काम गर्ने उयोदेखि लिएर सबै थोक चाहिँ ठिक लाग्छ। ओभरअल चाहिँ राम्रै छ होला। अब कम्पेरिजनमा त अब अरू देश, अब युरोप, अब अस्ट्रेलिया, अमेरिकाहरूसँग त कम्पेयर गर्न सकिँदैन होला। कति त राम्रो होला, सेलेरी राम्रो होला, के होला। तर बाइ द वे जापानमा चाहिँ अब आनन्द छ, जस आफू चाहिँ सेटिस्फ्याक्सन हुन्छ। तपाईँ सन्तुष्ट हुनुहुन्छ? म चाहिँ एकदम